नमस्ते सबैलाई, नमस्ते फेरि पनि म दिनेशसँग फेरि पनि आज नयाँ भ्लग लिएर आएको छु। आजको मेरो एङ्गो ट्रिप सकिसकेको छ र एङ्गो ट्रिप सकेर चाहिँ आफ्नो बुढीलाई पछाडि राखेर अब घर फर्किँदैछु। हामी चाहिँ अहिले यता कोटेश्वर नजिक पुग्दैछौँ, कोटेश्वरको चोकमा। यहाँबाट यो मान्छे लाग्छ समथिङ आधा घन्टा गर्नुपर्छ। जाममा पर्दा कहाँ के हुँदै लागिहाल्छ। हजुर जाममा छ हामी त। कति मिनट भयो, लगभग 4 मिनट भइसक्यो है। त्यसरी गोरिहाल्छ अरे भिडियोमा। ढोकदिया सबै निका होला होइन। म पनि निकी छु होइन। आज हामी यता कामबाट घर जाँदैछु। सो हजुरहरूलाई पनि यस्तो जानकारी दिउँ भनेर मैले चाहिँ सानो मिनी भ्लग लिएर आएको छु होइन। म चाहिँ बाइकको पछाडि छु, मेरो बुढो चाहिँ राइड गर्दै हुनुहुन्छ होइन। म चाहिँ यसो मेरो बुढोले राइड फेरि खतरा गर्नुहुन्छ नि। सो हामी चाहिँ सातो बाटो हुँदै कीर्तिपुर गइरहेको छौँ। आजको काठमाडौँको भ्यू एन्ड सिन वाउ सो ब्युटिफुल होइन। जस्ट लुकिङ लाइक अ वाउ होइन। अनि उताबाट जापानको प्लेन पनि गइरहेको छ। सिन चाहिँ दामी छ। फेरि अगाडि जाम छ, स्टप भनेको छ सायद। कति सेकेन्ड पो? बाफ्रे 204 सेकेन्ड भने समथिङ 3.5 मिनट चाहिँ त्यहाँ रोक्नुपर्ने हो। फेरि मेन रोडबाट आएर समस्या यही हो कि खालि जाम। अब त्यहाँ हामीले कमसेकम 3 मिनट रोकिनु पर्यो अब यो जाममा। ल हामी अब कहाँ हो थाहै छैन यार, के भनौँ होइन। अहिले चाहिँ हामी अब भन्ने मात्र हो, अब थाहै छैन कहाँ हो के हो। गर्ने मात्र हो। कीर्तिपुर पुगिसकेको छु मैले। उतापट्टि स्कुल छ, कलेज छ, टियु कलेज चाहिँ उतापट्टि हो कि। हस् त, नमस्ते, धन्यवाद।